हामी अहिले फर्पिङ भन्दा अलि तल बागमतीको नयाँ खण्डी भन्ने ठाउँमा छौँ। लगभग उपत्यका करिब यहाँबाट अन्त्य हुन्छ सकिन्छ है। अब तपाईँ यहाँको पुरानो बासिन्दा हो। तपाईलाई के लाग्छ यो पहिलेको पानी तपाईँ सानो हुँदाखेरिको पानी र अहिलेको पानीमा के फरक छ? धेरै अन्तर फरक नि। पहिला हामी यही बागमती पानी खान्थ्यौँ, अब अहिले अब हात खुट्टा के डुबाउनु पनि घिन लाग्दो छ कि। हामी 40 एकसठी 42 सालतिर हामी यहाँ मजाले पौडी खेल्ने पानी खाने, अब यहाँ लुगा धुनी गर्थे। अहिले अहिले चाहिँ यहाँ यसो हेर्दाखेरि माङ्गुर माछा जो मुङ्ग्रे माछा त्यो बर्खामा चाहिँ पाइन्छ, त्यो माछा नि मर्छ अहिले। एकदम कम अक्सिजनमा हुने त्यो माछा बाहेक अरू माछा यहाँ भेटिँदैन। एउटा त्यो पहिले चाहिँ तपाईँहरूले सानो बच्चामा हुँदाखेरि 40-41 सालको कुरा गर्नुभयो नि, त्यति बेला कस्तो खालको माछाहरू थिए? सबै के थिएनन् यहाँ? थिए। तपाईँको बुदुना माछा भन्ने हुन्थे, अनि त्यहाँबाट असला, अनि सहर माछा भन्ने हुन्छ कि लामो खालको ढ्याप्प परेको, हजुर त्यो पनि हुन्थ्यो कि यहाँ। भव्य हुन्छ। हामीले अरू कुन माछाहरू हुन्? त्यति हो त्यो माछा हुने। यो अहिले यहाँ माछा मार्ने गरेको छ कसैले? छैन। माछा भयो भने मार्नु। अहिले केही माछाहरू छ यहाँ? छैन। केही चाहिँ मुङ्ग्रे माछा हुन्छ, बर्खामा आउँछ। अहिले बर्खामा यस्तो हिलोमा मरिहाल्छ त्यो माछा। यहाँ हेर्नुभयो भने यहाँ अक्सिजन 0 छ। यहाँ अक्सिजन छैन। पहिले सुन्दरी जल र यहाँको चाहिँ फरक हेर्दाखेरि एकदम पानीको आकाश पातलको फरक छ। यो किन भयो होला जस्तो लाग्छ तपाईँलाई? सबै कस्तो भयो भने यो सर यो दुर्गन्ध हालिदियो कि, ढलहरू हालिदियो सबै पुरै। त्यही हो कि ढल बन्द गऱ्यो भने फेरि जस्ता पहिला जस्तै हुन्छ यो। अब यो नदी भनेको त हाम्रो सभ्यता हो। सभ्यता हो नि तपाईँको। बागमती भनेको एकदम हाम्रो पवित्र बागमती हो नि यो। अब यही पानीले हामी धेरै धर्म कर्मका कामहरू गर्छौँ। अब धर्म कर्म हैन, जल चढाउने सबै गर्छौँ, लगायतका काम गर्छौँ। सबै गर्छौँ नि हामीले। गरेर के गर्छ र अहिले त के भने हातसम्म चोपल्नु सक्दैन, चिलाइहाल्छ यहाँ तुरुन्त नि। अब तपाईँको यो चैत वैशाखमा त बस्नै सक्दैन सर गनाएर। लामखुट्टे आउने त्यत्तिकै तपाईँ गनाएर हावा आयो कि घर झ्यालडोको थुनिहाल्नुपर्छ। यहाँ त गाह्रो छ हाम्रो त सर। यहाँ त्यतिकै लागिहाल्छ नि सर। अब तपाईँको गन्ध आउँछ, बुढापाकालाई अब त्यो दम आउने सबै भइरहेछ नि यता गाउँमा त। पानीले जस्तो सिँचाइ गर्दाखेरि त यो पानी प्रयोग भइरहेछ होइन? प्रयोग भइरहेछ सर। त्यो प्रयोग हुनसाथ साबुन पानीले हात धुयो भने भोलिपल्ट चाहिँ एलर्जी आएर दबाई खानुपर्छ। त्यही सागसब्जी त फेरि मान्छेले खाइरहेछ। अब भनेपछि त्यहाँ पनि त समस्या देखियो। धेरै समस्या छ।